माध्यमिक शिक्षा परीक्षा एसई को नतिजा को काम चल्दैछ। यति बेला बोर्डमा एसई परीक्षा दिएर बसिरहनुभएका धेरै विद्यार्थी भाइ बहिनीहरूले प्रश्न सोधिराख्नु भएको छ कि सर हाम्रो उत्तर पुस्तिकाको परीक्षणको काम सुरु भयो कि भएन भनेर धेरै विद्यार्थी भाइ बहिनीहरूले हामीलाई यस च्यानलमा प्रश्नहरू सोधिराख्नु भएको छ र आज त्यसै सन्दर्भमा तपाईहरुको माझमा जानकारी भिडियोको साथमा उपस्थित भइसकेको छु। नमस्कार दर्शक बिनहरु, मेरो नाम रहेछ ज्ञानेन्द्र कुमार शाह। तपाई हेर्दै हुनुहुन्छ नेपाली विस्डम वेब च्यानल। र माध्यमिक शिक्षा परीक्षा एसई दिएर बसिराख्नु भएका धेरै विद्यार्थी भाइ बहिनीहरूले हामीलाई सोधिराख्नु भएको छ कि हाम्रो उत्तर पुस्तिकाको परीक्षण काम सुरु भयो कि भएन भनेर धेरै भाइ विद्यार्थीहरूले प्रश्न सोधिराख्नु भएको छ र त्यसै सन्दर्भमा तपाईहरुको माझमा एउटा भिडियोको साथमा म उपस्थित भइसकेको छु। यदि साथीहरु अथवा भाइ बहिनीहरु तपाई पहिलो पल्ट हाम्रो च्यानलमा भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई शेयर गरिदिनु होला र सबैको माझमा पुर्याइदिनु होला, किनकि तिनीहरुलाई यस कुरा सम्बन्धी जानकारी नहुन सक्छ। त्यसैले सबै एउटा शेयरले तपाईको एउटा शेयरले सबैलाई धेरै नै हेल्पफुल सहयोग पुर्याउँछ। सो म आशा गर्छु कि यो भिडियोलाई सक्दो शेयर गरिदिनु होला र सबैको माझमा पुर्याइदिनु होला। र आजको भिडियो सुरु गरौँ। माध्यमिक शिक्षा परीक्षा एसई दिएर बसिरहनुभएका धेरै विद्यार्थी भाइ बहिनीहरूले हाम्रो च्यानलमा सोधिराख्नु भएछ कि सर हाम्रो एसई को नतिजा कहिले आउँछ अथवा हाम्रो परीक्षा एसई को उत्तर पुस्तिकाको परीक्षणको काम सुरु भयो कि भएन भनेर प्रश्न सोधिरहनु भएको छ धेरै जसो। र एनईबी को प्राप्त जानकारी अनुसार चाहिँ एसई को उत्तर पुस्तिका परीक्षण केन्द्रमा संकलन चलिरहेको छ भन्ने कुरा हामीलाई चाहिँ बताएको छ एनईबीले। र उत्तर पुस्तिका परीक्षण गर्ने समय हो यति बेला, तर शिक्षकहरूले विद्यालय शिक्षक ऐन जारी गर्नुपर्ने माग राख्दै सरकारहरू सामु विरोध प्रदर्शन गरिरहेका छ र त्यो कुरा तपाईहरुलाई पनि थाहा छ होला। र शिक्षकहरूले विरोधका कार्यक्रमहरूमा एउटा चाहिँ कार्यक्रम के राखेको छ भने एसई को उत्तर पुस्तिका परीक्षण नगर्ने। जबसम्म हाम्रो माग पूरा हुँदैन तबसम्म चाहिँ हामी एसई को उत्तर पुस्तिका परीक्षण नगर्ने। र साथीहरु, अनि सरकारले अब कहिले शिक्षकहरूको माग पूरा गर्ला, अनि कहिले माग पूरा गरिसकेपछि उनीहरूले अब एसई को उत्तर पुस्तिका परीक्षण गर्ने काम सुरु गर्छ। त यदि साथीहरु एसई को उत्तर पुस्तिका परीक्षण गर्ने काम सुरु भयो भने यसै च्यानल मार्फत तपाईहरुलाई जानकारी गराउने छु। यदि ज्यादै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला, सक्दो शेयर गरिदिनु होला, सबैको माझमा पुर्याइदिनु होला। यति भन्दै साथीहरु अब अर्को भिडियोमा भेटिनेछु। जय नेपाल, जय मधेस।